घरमा आउँछन् आज मासु पकाएर दिनु पर्यो। भएन अन्धो आयो छोरा राम्रोसँग राईको आए जस्तो छ मेरो विचारमा। बाइबल तेरिका गर्व आयो भनेको यो आँखा यो आँखाउडेमा लङ्गड बोलाइसे त किन बोलाइसे त पनि आउनु यसलाई बोलाऊ गर्व आउँछ आज छोरा यसलाई झपन गर्छ यार भाउ के भनेपछि अहिले पर्व आउँछन् मेरो घरमा त हस्पिटल लिनु छु ऊ डेढो जा बाङ्गो जा सिधा जा तल जा माथि जा हस्पिटल पुग्छ दबाईलाई पठाइदे घरि लौडाउँछ घरि अन्दाउँछ पर्व कति आउनुहुन्छ यस्तो चालु त हुन्न छोरा हामीले रिस उठ्दैन हामी प्रभुलाई पर्खिरहेको हुँदैन हो ए घरि लौडाएपछि हामीले काम ए बुढी खाना मिठो भयो कि नै नुन खुर्सानी छ कि नै छिटो बोल छ बुढा खुर्सानी आइछ एक चुप्टा खाना त हुँदैन एक चुप्टा दिए कस्तो होला ल भाइ छोरा हामीसँग त पर्व आउँछन् कि ए बुढी एक चुप्टा मासु ल्याब बुढी संस्कारी छ हेर्ने अब बुढीले नुन बढी हालेछ पर्व भागलान जस्ता छन् हे बुढी तँलाई बेचेर अर्को बुढी ल्याउँछ राम्रोसँग खाना पकाउनु पर्छ सिक राम्रोसँग ए बुढा हेर पर्व आएको हेर घरि अन्धा छन् घरि लङ्गडा छन् हेर पर्व आउने कति हेर हे मलाई त तनाव भइसक्यो तनाव शरीरमा भोग पनि लागिसक्यो आज मेरो तेरिका दुई बल्न लागिसक्यो दुई कतिखेर आउँछन् हजुर को हुनुहुन्छ फेरि म भूकम्प पीडित मेरो घर बाहिर भतक्कै लैगयो यस्तो त हुन्न नि प्रभु आउँछ नि त प्रभु आउँछन् कि प्रभु त्यसै तिमी यो बासै छैन मलाई भाइ नै हुँदैन बाबु त भाइ त गरी गल्ता तेरो खुट्टाहरू खुट्टा बच्चा जा राजा ए छोरा दबाईलाई दबा मासु कमाउँछ मासु ए तेरिका मेरो यो दिमाग खराब भइसक्यो छोरातिर के चाल राम्रोसँग हेर्दैनस् आज पर्व आउन साँझ 8 बजिसक्यो के हुन्न त मासु नखा हुँदैन यहाँ म आज पर्वसँग फेरि कुराउँछु बस एपडी यता यता परमेश्वर पिता आज हामी तपाईँले तीनचोटि पर्ख्यौँ तपाईँ हाम्रो साथमा आउनु भएन हामी तपाईँलाई पर्खिँदा हाम्रो पेटमा कुलु 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 भइसक्यो पेट पनि आँखा भइसक्यो भोजले तपाईँ किन आउनुहुन्न परमेश्वर पिता भन्नुहोस् न दिनमा 3 पटक आएको थिएँ तर तैँले मलाई चिनिनस् तब म तपाईँलाई चिन्छु म एकचोटि भिखारीको रूपमा आएको थिएँ एकचोटि म अन्धाको रूपमा आएको थिएँ एकचोटि भूकम्प पीडितको रूपमा आएको थिएँ तैँले मलाई चिनिनस् ए छोरा तैँले ती गरिबलाई जे गरेको छस् त्यो मलाई गरे जस्तो तिनीहरूलाई जे गर्छस् त्यो मलाई गरेको जस्तो ए छोरा तैँले गरेको पापदेखि त फर्की यार बुढी संसारमा लास्टै गल्ती हुँदो रहेछ यार पर्व हारो नि गइसक्यो हामीले केही काम गर्यौँ यार तेरिका बुढी पुरा बुझ्न मेरो पर्व आइसक्यो रहेछन् तिमीले के गर्यौ त यार्नु यार प्रभुलाई पर्खेको भएन यार तेरिका ल भोलि भेटौँला त हस् बुढी जाऊ भाइहरूको निम्ति जोरदार ताली